मानव प्रजातिहरू यी सम्पूर्ण हामी यानी कि यस दिनै लोकका अधिपति हामी सुम्बर अनि सुम्बर ब्रह्माण्डमा सबभन्दा बलशाली भइसकेका छौँ। अब हामीलाई पराजित गर्ने कुनै पनि देवी देवता किन्नर गन्धर्व या कुनै पनि प्राणीमा शेष रहेको छैन। अवश्य मेरो भाइ, हाम्रो डरले ती सम्पूर्ण देवताहरू थर 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 भएर पाताल लोकमा लुकेर बसे। अवश्य पनि यस इन्द्रलोकमा पनि सम्पूर्ण देवी देवताहरू त्राहिमाम गर्दै भागिसकेका छन्। ती सम्पूर्ण देवता एक गरेर सुनके मारे। अवश्य वीर पराक्रमी शक्तिशाली यो ब्रह्माण्डमा केवल दुई शुम्भ अनि निशुम्भ। हामीले त्यस बुढो ब्रह्माबाट हामीले अमरत्वको वरदान सरहको वरदान पाएका छौँ। अवश्य मेरो भाइ, ब्रह्माण्डमा रहने जति पनि जीव छन्, जति पनि प्राणी छन्, अवश्य ती सम्पूर्णको लागि अब भगवान हामी नै बन्नेछौँ। ती सम्पूर्णलाई वरदान हामीबाटै मिल्नेछ। केवल हाम्रो पूजा हुनेछ, केवल हाम्रो जप हुनेछ, केवल हाम्रो ध्यान हुनेछ। अब समय आएको छ मेरो भ्राताश्री, यस दिनै लोकमा हामीलाई पराजित गर्न सक्ने सामर्थ्य कुनै पनि प्राणीमा शेष नरहेकाले अब हामी यस दिनै लोकमा राज गर्नुपर्छ। अब हामीले एउटा ठुलो दरबार बनाएर यहाँ हाम्रो आलिशान राज्य विस्तार गर्नुपर्छ। निशुम्भ, हामीलाई दरबारको आवश्यक नै छैन, किनकि त्यो इन्द्रको लोक स्वर्ग लोकमा पनि बडे महानको दरबार छ। होइन मेरो मृत्यु लोकमा पनि दरबार छ, पाताल लोकमा स्वयं भ्राताश्री असुरहरूको मृत्यु भएको छ। मलाई त भ्राताश्री त्यस इन्द्रको सिंहासन भन्दा पनि ठुलो सिंहासन बनाउनु छ। त्यस विश्वकर्मालाई भनेर अझै ठुलो सिंहासन बनाएर सबभन्दा माथि बसेर राज गर्नु छ। अवश्य मेरो भाइ, तिम्रो इच्छा, तिम्रो यो दाजु सुम्बले अवश्य पनि पुरा गर्ने। अब यो ब्रह्माण्डमा हामीलाई पराजय गर्न सक्ने सामर्थ्य कसैमा पनि छैन। यदि कसैमा हामीसँग युद्ध गर्ने सामर्थ्य छ भने आऊ, हाम्रो समीप आऊ र युद्ध गर। कोही छैन। यसलाई उठाएर ल्याऊ मेरो भाइ, युद्ध गर्न आयो त्यसले जाऊ लिएर आऊ त्यसलाई। भाग्यो भ्राताश्री, भाग्यो भ्राताश्री। अब हामी दिनै लोकमा भगवान भइसकेका छौँ। त यो शस्त्रको हामीलाई केही हाम्रो निशानी हो मेरो भाइ। अस्त्र शस्त्र अनिवार्य रूपमा राख्नु पर्दछ। धेरै रक्तपात बगिसकेको छ यो तरबारबाट। मृत्यु लोक भ्रमण गर्ने इच्छा छ मेरो भाइ। जसलाई युद्धको लागि मन चाहिन्छ यसको इच्छा पुरा गरेर आउनुहोस्। मलाई त भ्राताश्री मृत्युबाट होइन थियो, मलाई त अब विवाह गर्ने मन छ। एउटा सुन्दर भन्दा सुन्दर, अप्सरा भन्दा पनि राम्री, यो मेनका उर्वशी भन्दा पनि अति सुन्दर कन्यालाई आफ्नो महारानी बनाउन मन छ। भाइ उचित कुरा गर्यौ तिमी, विवाहको कुरा। विवाह त यो ब्रह्माण्डमा
सुन्दरीसित मलाई पनि गर्नै पर्छ। तिम्रो भाउजू अवश्य एउटा साह्रै रहेछ मेरो भाइ। कसलाई खोज्ने? श्री सुगन्ध सुगन्ध कहाँबाट आइरहेको छ कि सुगन्ध? ए भाइ मेरो भाइ सुन्दरी की सुन्दरी स्त्री की मनमोहक इनको मुस्कानमा जो ब्रह्माण्ड पनि लक्षित हुने सुन्दरीको हुने यो सुगन्ध त यहीँबाट आइरहेको छ। ए सुन्दरी हो तिमी? सुन्दरी मेरो भाइले तिमीलाई प्रश्न गर्दैछ। तिमी देव कन्या हौ, नाग कन्या हौ, गन्धर्व कन्या हौ, हो तिमी? यति सुन्दरी अवसरमा अहिलेसम्म यत्रा लोक भ्रमण गरियो तर भ्राताश्री कोही पनि यति सुन्दरी कन्या अहिलेसम्म देखिएको थिएन। ऐ सुन्दरी को हो तिमी? बताओ। हे सुम्बनी सुम्ब, म देवकन्या हुँ। देवकन्या? मेरो भाइ, हजुर मेरो भाइ। देवकन्या 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 हामीले ती सम्पूर्ण देवताहरूमाथि विजय हासिल गर्दैछ। त्यो देवलोकमा तिमीलाई हामीले देखेका थिएनौँ। कहाँ थियौ तिमी त्यति बेला? यो को आयो फेरि? त्यसलाई यो सुन्दरीको पछि पछि लाएर आएको को त्यो मुर्खट्टो कहाँ गयो? त्यसलाई आज मैले भेटेँ भने मेरो यही दरबारले यो सुन्दरी शान्त मेरो भाइ शान्त। तिमी यति मनमोहक यति सुन्दर छौ। तिम्रो मुस्कानदेखि हामी दुई दाजुभाइ फिदा भयौँ सुन्दरी। अवश्य हाम्रो इच्छा थियो। के इच्छा थियो? असल सुन्दरीलाई देखेपछि भेटिएपछि विवाह गर्ने। अवश्य पनि हे सुन्दरी, हामीलाई विवाहको लागि योग्य कन्या हामी खोजिरहेका थियौँ। भ्राताश्री एक क्षण के भयो? यसलाई गएर म विवाह प्रस्ताव राखौँ हजुरको निमित्त भनेर। जाऊ गएर राख। हजुर अलिक टाढै उभिनुहोस्, म गएर यससँग विवाह प्रस्ताव राख्नेछु। जाऊ मेरो भाइ जाऊ। ए सुन्दरी, मेरो भ्राताश्रीको इच्छा छ कि के तिमी मेरो भ्राताश्रीको बुहारी भन्न चाहन्छौ? बताऊ 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 बताऊ। हे निसुम्ब, तिम्रो विवाहको प्रस्ताव म स्वीकार गर्छु। तर मेरो बाल्य अवस्थादेखिको एउटा प्रण छ। कस्तो प्रण? त मेरो भ्राताश्रीलाई पनि सुनाउँछु म यसो। भ्राताश्री भन मेरो भाइ। कन्याले विवाह प्रस्ताव स्वीकार गरी। मेरो भाइ हजुर मेरो दाइ, तिमीले आफ्नो दाजुको लागि आज भाउजूलाई प्रस्ताव गरेर आयो। धन्य छौ मेरो भाइ, धन्य छौ। के भयो मेरो भाइ? ना भ्राताश्री, मैले त विवाह प्रस्ताव गर्न त हजुरकै निमित्त गएको थियो। तर यसको सुन्दरता देखेपछि पवित्रका वासना जागेर आयो अनि मैले आफै विवाह प्रस्ताव ठोकिदिएँ। के भन्दैछौ तिमी? ओ भ्राताश्री, तिम्रो लागि विवाहको कुरा गर्न गएको तिमी अहिले आफ्नै कुरा गरेर आयो भन्दैछौ? जाऊ, यदि हजुरलाई विश्वास लाग्दैन भने यही कन्यासँग सोधिहेरौँ। हे सुम्बनी सुम्ब, तिमीहरू त आफू नै झगडा गर्दैछौ। अरे सुन्दरी नै यो हाम्रो प्रेम हो। मैले मेरो भाइलाई मेरो निमित्त विवाहको लागि प्रस्ताव राख्न पठाएको थिएँ। तर यहाँ मेरो भाइले भन्दैछ कि उसको लागि प्रस्ताव राखेर
र उसले भन्दै थियो भने कि तिम्रो केही प्राण छ भनेर। हो, केही प्राण हो सुन्दरी? हो सुम्बनी सुम्ब, तिमीहरू किन एक आपसमा झगडा गर्दैछौ? म यही छु। मेरो एउटा बाल्यकाल अवस्थादेखि एउटा प्राण छ। कस्तो प्राण हो सुन्दरी? यो तिम्रो प्राणको तिम्रो जस्तो सुकै प्राण भए पनि यस दिनै लोकमा अब तिम्रो प्राण सम्पन्न गर्ने केवल निशुम्भ मात्र हुनेछ। बताऊ। सुन सुम्बनी सुम्ब, मैले चाहिँ यो ब्रह्माण्डमा जो सर्वशक्तिमान छ उसैसँग विवाह गर्ने एउटा प्रण लिएको छु। अरे सुन्दरी, तिम्रो प्रण अति सराहनीय छ, किनकि तिम्रो प्रण भनेको तिम्रो प्रणमा लुकिएको त्यो बलशाली शक्तिशाली हजुर भनेको केवल हामी दुई भाइ मात्र श्रेष्ठ। अवश्य, त्यसैले भ्राताश्री म हजुरलाई बताउँदैछु कि यो तिनै लोकमा केवल बलशाली हजुरहरूमा मात्रै छौँ। र हेर्नुहोस् हाम्रो जोडी पनि कस्तो सुहाउँछ। सुम्ब, दूर हटोस् बाट। यो तिम्रो भाउजू समान, किनकि यो सुन्दरीसँग त मैले विवाह गर्ने हो। अरे भ्राताश्री, म हजुरलाई बताउँदैछु कि यो सुन्दरीसँग त केवल विवाह हुन्छ भने निशुम्भ हो। बस मेरो भाइ, बस एउटा कुरा ध्यान दिएर सुन। तिमी भन्दा सर्वश्रेष्ठ र जेठोमा म छु, र बलमा पनि मै सर्वश्रेष्ठ छु। अरे भ्राताश्री, त्यसैले सुन्दरीले भने बमोजिम सर्वशक्तिशालीसँग विवाह गर्छु भनेकी छिन्। अरे भ्राताश्री, त्यसैले तिमी हे सुम्बनी पछि सुम्ब, गर। हर समय मैले मेरो भ्राताश्री भनेर तपाईँलाई सम्मान गर्दै आएको छु। त्यसैले मलाई कमजोर नठान्नुहोस्। म पनि हजुरभन्दा बलमा कुनै कमी छैन। सुन सुम्बनी सुम्ब, म यही छु, म कहीँ जाँदिनँ। तिमीहरू दुवैजना एक आपसमा अन्योलमा छौ। तिमीहरू दुई मध्ये जो बलवान छ उसैसँग म विवाह गर्नेछु। मेरो भाइ,